यात्रामा फेरि निरन्तरता दिन सक्दिनँ, म स्वच्छ हुन सक्दिनँ भने कति नराम्रो तपाईँहरूले पनि सुन्नुपर्छ, तपाईँहरूलाई पनि डिस्कसन फिल हुन्छ नि त। मैले पनि फेरि यो खालको जनविश्वास तपाईँहरूलाई पूर्ति गर्न सक्दिनँ होइन, नराम्रो हुन्छ। तर खुसी पनि लागेको छ। यस्तै छ क्या मेरो पनि कस्तो म फिफ्थ ट्रिटमेन्ट हो यो होइन। अनि बाँकीको 4वटा ट्रिटमेन्ट त्यसरी नै म चाहिँ कस्तो हुन्थ्यो भने रिह्याबमै रिल्याप्स हुन्थ्यो क्या। रिह्याबभित्रै रिल्याप्स हुने, अनि खाइसक्ने बित्तिकै अनि आफ्नो जोनमा बस्ने। अनि मेरो चोइस अफ केमिकल भनेको जेनरली त्यस्तै तपाईँ हाम्रो सबै उस्तै भोला झारपात हुँदै पेय पदार्थ अनि क्याप्सुल्सहरू होइन, अनि त्यसपछि धुलो मिट्टी भइगयो होइन, त्यसपछि सिरिन्ज त्यही त होला जर्नी होइन। अनि म चाहिँ बिगिनिङ फेजमा चाहिँ कस्तो पनि भयो भन्दा हेलोजिनेसन पनि भयो क्या, मलाई लङ टाइम हेलोजिनेसन भयो क्या। अनि एलियन आउँछ मलाई लिनुको लागि भन्ने डराउने, घरमा अब सुकुल्लाएर बस्ने, बाबा मम्मीहरूसँग फेस गर्नु नसक्ने। हामीलाई सुरुमा मात्र हामीले चोइस अफ केमिकल लिँदाखेरि हामीलाई खुसी भयो होला क्या, किनभने हामी आफ्नै तरिकाले भुल्यौँ नि त होइन। तर पछि याद गर्नुभएको छ कि छैन, जसले ड्युरेबल टाइम लङ टाइमसम्म चोइस अफ केमिकल लिइरहनु भएको छ उसलाई खुसी हुँदैन क्या, पछि त्यो हान्नु छोड्छ। एउटा आदत जस्तो मात्र हुन्छ। फिजिकल विकनेसलाई ओभरकम गर्नुको लागि सिक्न लागोस्, हात खुट्टा नकामोस् भनेर हामीले केमिकल लिइरहनु परेको अवस्था हुन्छ। विवश हुन्छौँ क्या, पछि चाहिँ सर्कलमा घुलमिल हुनु सक्दैन। हामी त के छ र त्यतिकै आफ्नै मस्त व्यस्तमा रहिरहेको हुन्छौँ, फ्यामिली अवस्था व्यस्त भएको हुन्छ। हामी नराम्रो हुँदाखेरि परपाहुनाहरू पनि आइरहने हुन्छ, उनीहरूलाई त हर न्युज सुन्नु मन लागेको हुन्छ, के छ कसो छ। कसैको त्यस्तो हुन्छ नि आफन्त बिच पनि होइन, कोही समर्थन जनाउनु हुन्छ, हेल्पफुल हुन्छ, कोही आफन्तहरू ड्रामाटिक सिनहरू हेर्नु आएको हुन्छ, को कसको के अनुसार छ होइन, आफू अनुसार पनि हुन्छ धेरैवटा गतिविधि। अनि त्यस्तो हास्यास्पद विषय पनि धेरै हुन्छ। बाबा मम्मीहरूलाई गैर जिम्मेवार तरिकाले प्रस्तुत गरिदिन्छ सोसाइटीले। तपाईँहरू यसो भन्नुहुन्छ नि, तपाईँहरूको छोराको पारा भनिसकेपछि एउटाले पिडाउने शाखा पिडाउने भन्दैन, बुढाबुढीले उखान टुका, त्यस्तो हुँदो रहेछ क्या। मेरो पनि यो फिफ्थ ट्रिटमेन्ट हो। म सेभरल टाइम्स बसेको हो ट्रिटमेन्ट, अरू रिह्याबमा पनि। तर योचोटि मेरो सरेन्डर गर्नु बाहेक केही थिएन क्या, अरू औचित्य सबैतिरबाट म लगभग ब्रस्ट भइसकेको थिएँ क्या। फिजिकली पनि विक, अब सेभरल अपरेसन एक्सिडेन्टहरू यता त्यता हो। अनि मेन्टल्ली पनि डिस्टर्ब, मैले एङ्जाइटी, डिप्रेसन, बाइपोलर डिसअर्डर सबैको मेडिसिन लिएको होइन। अनि कता के गर्दा पो हुन्छ कि घरमा ग्रह जाप गर्दा त हुन्छ कि होइन, पूजा गर्दा पो हुन्छ कि, एउटा होप चाहिँ लिइरहेको हुन्छ क्या फ्यामिलीले पनि होइन। त्यो अनुसार सबै गरिरहेको अहिलेसम्म जसो तसो म्यानेजेबल, देख्दाखेरिको म्यानेजेबल बनाइदिएको छ क्या हामीलाई चाहिँ क्या। पर्सनली मलाई पनि राम्रै लागोस् न। आफ्नो त एउटा सोर्स अफ इन्कम केही पनि छैन, तीमाथि म विवाहित छु, आफ्नो श्रीमती टिचिङ पेसामा छ भनेपछि उसले शिक्षिका भइकन आफ्नो स्टुडेन्टहरूलाई कुन खालको आदर्शको पाटोमा पाठ सिकाइरहेको छ, अनि आफ्नो श्रीमान चाहिँ कुन तरिकाले हिँडिरहेको छ, मान्छेलाई पोइन्ट आउट गर्नु पर्यो, आलोचना गर्नु पर्यो भने त एउटा तर्क राम्रो आलोचनाको माध्यम गर्नु सक्छ नि त होइन। म कस्तो चाहिँ भइसकेको थिएँ क्या ममा। अब मैले तपाईँहरूलाई सेयरिङ गर्ने क्रममा भनेको जस्तै रिहेबिलिटेसन पनि फेस गर्नु पर्यो, थाना चौकी सर्भाइभल पनि हुनु पर्यो, सबै भयो नि त। अनि एक्सिडेन्टहरू पनि भयो, तीमाथि मैले अघि पनि केही कुराहरू मेन्सन गरेँ होइन। अबको जर्नी भनेको चाहिँ म त्यति गाह्रो पनि छैन बुझ्दाखेरि, त्यस्तो सहज सुन्ने बित्तिकैको सहज पनि छैन क्या। अनि तपाईँहरू सबैजना आइदिनु भयो है। अझै यो खालको प्रेजेन्सले मलाई हौसला प्रदान गरिरहेको छ। मैले केही व्यक्तित्वहरूको सेयरिङ होइन सुन्दाखेरि अलिकति इमोसनल पनि भएँ, आफूलाई पनि रिलेट गरेँ। अनि गड इज अलाइभ टुडे, डोन्ट लेट मी फर्गेट वान्स आई क्राइड भन्छ क्या। हे ईश्वर, आजको दिन हाँसेको छु भने त्यो पल पनि नबिर्साइदिनुहोस् जब म रोएको थिएँ भन्छ क्या। म आजको दिन सोर्स अफ इन्कम पनि छैन, म सुरेर खुकुरीमा वेस्ट गर्दिनँ क्या। किनभने हिजो रिह्याब बस्दाखेरि मैले बिडी खान नपाउँदाको क्षण पनि मलाई ताजै छ क्या यादहरू क्या। बिडी नै बोकेर हिँड्छु किन स्ट्यान्डर्ड सो गएर, फेरि बानी लागेपछि बिडी नै मिठो हुँदो रहेछ क्या होइन। अनि यस्तै छ। तर पनि अब होप एन्ड करेज हो होइन, फेस गर्नुपर्छ, एक न एक दिन सोसाइटी फेस गर्नुपर्छ। पर्सनालिटीहरू विभिन्न किसिमको ओपिनियन्सहरू दिएर जान्छन् होइन। आफूले
कुन तरिकाले गर्ने हो त्यो हामीलाई गाइड गरिरहनुहुन्छ होइन। यहाँ हुने मेन्टर्सहरूले होइन, काउन्सिलरहरूले कन्सल्ट गर्नुहुन्छ, एक आपसलाई हेरेर पनि सिक्ने हो होइन। अनि त्यस्तै कुराहरू छ। अनि तपाईँहरूले यो समय आजको मेरो दिन एउटा खुसीको अब इन्सपिरेसनल बनाइदिनु भएको छ। म त इन्सपिरेसनल पोइन्ट भन्दा पनि मेरो फ्यामिलीको बाई द ग्रेस अफ गड, मेरो सोसाइटीले हेर्न चाहिरहेको असल व्यक्तित्व ममा त्यो जुन समर्थन जुटाइदिनु भएको छ अहिलेसम्म, त्यो चाहिँ एकदमै यो अहिलेसम्मको यो 1 वर्षको यात्रा चाहिँ लगभग सफलै भएछ। अझै सफल होस्, निरन्तरता कायम छ, मेरो पनि यसमा देन हुनेछ। अनि मलाई खुसी लागेको छ, अरू मैले केही भन्न चाहिनँ है। एन्ड थ्याङ्क यू एभ्रीबडी अफ यु।